हे सुरु गरे कान्छायो कौसी खेती कस्तो लाग्यो भनिदिनुहोस् हे साथी सुरु गरे हेरायो कौसी खेती कस्तो लाग्यो भनिदिनुहोस् हे साथी हो कस्तो लाग्यो भनिदिनुहोस् हे साथी। नमस्कार सबैमा चाहिँ म आज फेरि चाहिँ हजुरहरूको माझमा यो एउटा कौसी खेतीको सानो भिडियो लिएर पुनः उपस्थित भएको छु। मेरो कौसीमा चाहिँ हजुरहरूले देखि नै रहनु भएको होला बोडी। हेर्नुस् त यो तुने बोडी चाहिँ यति धेरै फलेको छ, यस्तो धेरै राम्रो छ कि पुरै नगरौँ। यसलाई चाहिँ अब यो धेरै ठाउँ नै चाहिँदो रहेछ कि यहाँ हेर्नु न एउटामा चाहिँ यति धेरै फलेको छ कि पुरै नगरौँ। अब यो चाहिँ ठ्याक्कै टिप्ने बेला भएको छ। यसलाई चाहिँ म आज टिप्छु पनि, टिपेर सब्जी खाने। हामीले त 2-3 छाक खाइ पनि सक्यौँ। यी खोर्सानी यो मध्ये फल्न लागेको छ, हजुरहरूले यहाँ देखि नै रहनु भएको छ। फेरि यहाँनिर चाहिँ हेर्नु होला हजुरले कर्कलो पनि छ। कर्कलो त्यो सँगसँगै चाहिँ अकबरे खोर्सानी चाहिँ यत्रो भयो। अकबरे खोर्सानी यहाँनिर हजुरले हेर्न सक्नुहुनेछ। यो चाहिँ बेसारको बोट, यो चाहिँ अदुवा, अनि त्यो पछाडि यो पनि अदुवा। मैले अदुवा पनि कस्तो हुँदो रहेछ भनेर यो पनि लगाएको छु। यो त हजुरहरूले देखि नै रहनु भएको छ, थाहा पनि पाइहाल्नुहुन्छ, फुल छ। अनि यो चाहिँ पुरानो बोटको खोर्सानी मजाले फल्न थालेको छ, हजुरहरूले हेर्नु होला। अनि त्यो सँगसँगै फर्सीको मुन्टा यहाँ हेर्नु होला हजुरहरूले, यस्तो धेरै राम्रो मुन्टा आएको छ कि कुरै नगरौँ। ल हुन त हजुरहरूले बारीमा उत्पादन गर्नुभएको अनुसारको त यो केही पनि होइन, र पनि मेरो लागि चाहिँ फेरि राम्रै हो जस्तो लागेर मैले चाहिँ भिडियो बनाइहालेँ। हजुरहरूले अन्यथा चाहिँ नसोच्नु होला। यो चाहिँ भ्यान्टा मध्ये फुल फुलिरहेको छ, यहाँ हेर्नु होला। यसमा चाहिँ अब फुल फुलिरहेको छ। अब यो चाहिँ चिचिला लाग्न पनि सुरु गरिसकेको छ है। अब चाहिँ केही समयमा चाहिँ यो खाने बेला हुन्छ। यो चाहिँ पोली ब्यागमा आजभोलि खानेवाला लसुन पनि छ। फर्सीको मुन्टा मैले देखाइहालेँ हजुरहरूलाई। त्यो सँगसँगै फेरि म यता चाहिँ अर्को रोमा चाहिँ पुनः पुगेँ। फेरि मेरो यो पिसको फ्लोरमा चाहिँ मैले यसरी यहाँ पनि यहाँ हेर्नुहोस् हजुरहरूले देख्नुहुन्छ तुने बोडी मजाले फल्न सुरु गरिसकेको छ। त्यसै गरी यत्रो बोटमा पनि यहाँनिर चाहिँ हेर्नु होला, यो चाहिँ टाटे सिमी पनि मजाले फुल फुलिकन एक छाक पुग्ने चाहिँ हुन लागिसकेको छ। त्यसै गरी यो चाहिँ खोर्सानी, यो सँगसँगै मुला, यो भित्र चाहिँ चिफ्ले भेन्डी, रामतोरियाको बोट। त्यसै गरी यो चाहिँ साग पनि छ। यो चाहिँ आजभोलि बर्खामा लगाउने यो सागको नाम चाहिँ साइली साग हो रे। मैले कस्तो हुँदो रहेछ भनेर लिएर आएर सारा चाहिँ 15 दिन जति हुन लाग्यो, यत्रो बोट भयो। अब चाहिँ यो टिप्ने बेला पनि भइसकेको छ। यहाँ पनि बोडी चाहिँ यस्तो राम्रो भएको छ, मलाई चाहिँ राम्रै लाग्छ। यसो सानो सानो थाङ्दा पनि दिएको छु। यस्तै छ यहाँ हेर्नु होला हजुरहरूले, यस्तै छ। जता हेरे नि त्यस्तै छ, सुन निर्माया संसार यस्तै छ भन्दै जसो जे गरे पनि निर्वाहमुखी हुन सिक्नुपर्छ, त्यही हो ठुलो कुरा। र अर्ग्यानिक खाना चाहिँ आफैले उत्पादन गर्यो भने पाइन्छ भन्दै हजुरहरूलाई फेरि पनि देखाउन गएँ। यो चाहिँ सदाबहार फुलिरहने सयपत्री फुल। यो चाहिँ सुइस साग पनि यस्तो भएको छ मेरो कौसीमा। सुइस साग यो चाहिँ फुल्दो रहेछ कि यो चाहिँ वैशाखसम्मलाई हुन्छ भनेको थियो। जेठ पनि सिद्धियो आजदेखिबाट। अनि अब असारलाई पनि पुग्छ जस्तो छ। ल यस्तो छ मेरो कौसी खेती। अब यो पहिला रोपेको सिमीहरू चाहिँ सबै लगभग खाइसकिन लाग्यो। अब यो चाहिँ बिउलाई हुनेवाला चाहिँ राखेँ कि मैले पहेँलो भएको देख्नु पनि हजुरहरूले 2 नाङ्ला जति चाहिँ सुकाएर राखिसकेँ। अब यो चाहिँ फेरि रोप्नु पर्यो नि त अर्को वर्ष। नमरी बाँचे कालाले साँचे यो चाहिँ गरौँ रोपौँला भन्ने ठानेको छु। मुला ल हेर्नुहोस्
यत्रो भएको छ यो भित्रको मुला आजभोलि। अनि त्यो पछाडि भनेको अब यो त मैले अघि नै नि हजुरहरूलाई भनिसकेँ, बोडी 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 अकबरे खोर्सानी। यो चाहिँ काँक्रो, एक लड्को खाइसक्यौँ, यो चाहिँ भर्खर सारेको काँक्रो। हेर्नुहोला यस्तो छ मेरो कौशी खेती। भन्दै हजुरहरूलाई कस्तो लाग्छ हजुरहरूले चाहिँ लाइक कमेन्ट र सेयर चाहिँ गरिदिनु होला भन्दै यहाँहरूको माझबाट पुनः अर्को भिडियो लिएर आउनेछु र त्यतिन्जेलसम्मको लागि चाहिँ यहाँहरूको माझबाट ओजेलिन्छु भन्दै चाहिँ बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।